मलाई त के भन्नु चाहिँ मेरो चौफे फापरको पिठो घन्टे घन्टे थकाली खाना काठमाडौँ बौद्धमा शेर्पा एसोसिएसनको अफिसमा जानलाई हामी सबै भेला भएका छौँ। आज हामी शेर्पा एसोसिएसन अफ नेपाल शेर्पा सङ्घको हाम्रो विद्यार्थी मोर्चाको अध्यक्ष टस्टिले स्वागत छ तपाईँलाई। तालिम गिरिङ तालिम टोप्ला दत्ता थरी निसुम युरा उहाँहरू चाहिँ पाउनु हो कि उहाँ दार्जिलिङ सिक्किम मिसेन जन्मले मुझे पनि देख्दैन मैले हेर्दै मेरो साली त देख्दै नदेखेको हामीले एरिया शेर्पा शेर्पा केन्द्र शेर्पा एसोसिएसनको त्यसमा यहाँ ड्रामिङको तालिम पनि हुँदो रहेछ। यहाँ हामी अफिसरको निरीक्षण यहाँतिर हलहरू कन्फरेन्स हलहरू रहेछ। यो पहिला पनि हुन त मैले भिजिट गरेको ससिदीले के बोल्छु है ल वेल म्यानेज गरेर बस्नु भएको छ। तस्दिले त्यसो भए तपाईँको आइए ल म बसेँ प्रेसिडेन्ट च्याम्पल बिल्डिङ संस्थापक अध्यक्ष मान्छेसँग त्यसरी बसौँ पनि कालिम्पोङको बसहरूले दर्शन गर्नु खुसी अस्ति भनेपछि वरिष्ठ इन्जिनियर भएपछि हामीले फ्रीमा सर्वप्रथम मित्र राष्ट्र भारतदेखि आउनुभएका सम्पूर्ण हाम्रो शेर्पासँग सम्बन्धित विभिन्न संस्थाका अगुवा तथा मान्यजनहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु र यो पाहुनाहरूलाई स्वागत गर्ने र चिन्जान गर्ने कार्यक्रम रहेकोले यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनको लागि नेपाल शेर्पा सङ्घका सर्वोदय अध्यक्ष लाखपट्टि शेर्पालाई म अनुरोध गर्न चाहन्छु। अब किनभने भाइले लाउँ भने अब भाइलाई लाउँदा अलिकति स्वभाव हुँदैन। शेर्पीकेलाई सेदैन अब ढोक्बुफे पनि अब सोधी भन्छ नि कुर्सी उता बुझिन कुर्सी ए ल मन पर्छ यहाँको केन्द्रीय सदस्य अहिलेलाई
हजुर अब हामी चाहिँ अब शेर्पा सङ्घमा अहिले आबद्ध भएर एक सबैजना एक भएर काम गर्न सुरु गरिरहेको छौँ अहिले नयाँ कार्यकालमा। त्यही भएर अब राम्रै हुन्छ होला, राम्रै गर्छौँ होला भनेर हामीले चाहिँ आशा गरेका छौँ, गर्दैछौँ। अब तपाईँहरूलाई त्यही नै तपाईँहरू त्यहाँदेखि पारेर मेरो एउटा 1-2 शब्द भन्न पाउँदा पनि मलाई धेरै खुसी लागेको छ। तपाईँहरूलाई फेरि वेलकम गर्न चाहेँ मैले। अनि अब यस्तै हो, हामी गर्दैछौँ, राम्रै हुन्छ होइन। तपाईँहरूलाई पछि न थाहा भइहाल्छ, तपाईँहरूलाई पनि अवगत गर्दा चाहिँ नै त्यही हो। अब अरू केही छैन, अब नयाँ कार्यकाल हो, कामहरू हुँदैछ, प्लस त्यही नै हो, अरू खासै त्यस्ता केही पनि छैन जस्तो छ। अब केन्द्रीय उपाध्यक्ष सञ्जय शेर्पाज्यूलाई यो शेर्पा सङ्घको बारेमा प्रकाश पार्नुहरू पाउनु प्रसिद्धले सम्पूर्ण र मित्र राष्ट्र पार्नबाट पाउनुभएका सम्पूर्ण हाम्रा शेर्पा सङ्घका हाम्रा वरिष्ठ र मान्यज्यूहरू कालिम्पोङ लगायत सम्पूर्ण साथीहरू नेपाल शेर्पा सङ्घमा आइदिनु भएमा म हाम्रो नेपाल शेर्पा सङ्घबाट चाहिँ हृदयदेखि तपाईँहरूलाई चाहिँ स्वागत गर्न चाहन्छु। र हाम्रो नेपाल शेर्पा सङ्घ चाहिँ विगत लामो समयदेखि चाहिँ एउटा यो हाम्रो शेर्पाहरूको हाम्रो शेर्पा जातिहरूको चाहिँ एउटा सम्बन्धमा चाहिँ हाम्रो अधिकारहरू, हक अधिकारहरू र हाम्रो शेर्पाहरूलाई चाहिँ कसरी राज्यको हरेक तहमा कसरी अगाडि बढाउने, हाम्रो शेर्पा जातिहरूमा चाहिँ हाम्रो शेर्पाहरूलाई यहाँको सरकारी कार्यालयदेखि लिएर हरेक क्षेत्रमा र विश्वमा शेर्पाहरूलाई चाहिँ कसरी अगाडि बढाउने भन्ने हाम्रो उद्देश्य लक्ष्य छ। र हाम्रो शेर्पाहरूको उद्देश्य भनेको चाहिँ हाम्रो स्वास्थ्य शिक्षादेखि लिएर राजनीतिक क्षेत्रदेखि लिएर पर्वतारोहणदेखि लिएर हरेक क्षेत्रमा चाहिँ हामीले कसरी अगाडि बढाउने र हाम्रो पछाडि परेका शेर्पाहरूलाई कसरी अगाडि लैजाने, राज्यको हरेक निकायहरूमा कसरी अगाडि बढाउने भन्ने हाम्रो उद्देश्य रहेकोले र हाम्रो शेर्पाहरू चाहिँ एउटा बौद्ध मार्गी भएकोले हाम्रो यो जस्तै अब नेपाल भनेको चाहिँ एउटा योभन्दा अगाडि हिन्दू राष्ट्र थियो भने अहिले त धर्मनिरपेक्ष छ हाम्रो संविधानमा र पनि हाम्रो बौद्ध मार्गीहरू चाहिँ अब यहाँको मुख्य धर्म भयो भने अलिकति हेरेको दृष्टिकोणमा अलिक दोस्रो दर्जामा देख्न गर्दा यसलाई चाहिँ विश्वमा हाम्रो बौद्ध मार्गीहरूलाई चाहिँ कसरी अगाडि हाम्रो देशमा अगाडि बढाउने भन्ने हाम्रो उद्देश्यहरू साथ हामीले चाहिँ गरिरहेका छौँ। र आउँदो दिनहरूमा हामी चाहिँ हाम्रो शेर्पाहरूलाई चाहिँ हाम्रो देशको हरेक निकायहरूमा अगाडि बढाउने र अगाडि कसरी हाम्रो पछाडिको वर्गलाई कसरी लाने भन्ने हाम्रो उद्देश्यहरू छ। र राजनीतिक क्षेत्रहरूमा किनभने हरेक ठाउँमा चाहिँ राज्यको तहमा अगाडि जान चाहिँ हाम्रो चेतना भनेको राजनीति नै पहिलो नम्बरमा आउँछ। राजनीति गर्न सकिएन भने अगाडि बढ्नलाई धेरै समस्या हुन्छ र शिक्षाको साथसाथै राजनीति अगाडि चाहिन्छ भन्ने कुरा हामीले अहिले महसुस गरेका छौँ। किनभने आज पनि धेरै वर्ष अगाडि हाम्रो शेर्पाको इतिहास भनेको एउटा लेकमा एउटा हिमालमा बसेर चौडी पालेर बसेको थियो भने आज हामी धेरै परिवर्तन भइसकेका छौँ। अझ हामी यो विश्व परिवेशसँग हरेकसँग चाहिँ आज हाम्रो बालबच्चाहरू चाहिँ परिवर्तन गर्दै लगेर भोलि अब जस्तै अब यो जातीय कुरो त अब गर्दाखेरि अलिकति साथीभाइहरू फेरि हुन्छ कि जस्तै अब नेपालमा त प्रमाण जातिहरू छन्, हरेक जातिहरू छन् र पनि हाम्रो जातिहरूलाई कसरी अगाडि बढाउने, हाम्रो शेर्पाहरूलाई चाहिँ कसरी चाहिँ अब पछाडिको वर्गमा अगाडि लाने भन्ने नै हाम्रो मेन उद्देश्य भएकोले गर्दा आउँदो दिनहरूमा चाहिँ हाम्रो शेर्पा सङ्घको अध्यक्षजी हुनुहुन्छ, हामी उपाध्यक्ष हुनुहुन्छ, हाम्रो महासचिव र हामी अहिले राम्रो टिम छौँ र यस टिमले चाहिँ हरेक राष्ट्रका साथीहरूसँग चाहिँ मिलेर चाहिँ यो शेर्पाहरूलाई नै कसरी बलियो बनाउने हाम्रो मुख्य उद्देश्य भएकोले गर्दाखेरि हामी अगाडि बढ्छौँ भन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ भन्दै यो मेरो 2 शब्द यहीँ राख्छु। धन्यवाद दिनको लागि म महिला सङ्घको अध्यक्ष थाक्ची शेर्पालाई जोड्न चाहन्छु। Tashdele, Nyamindi Tatrishera, Kambali Shapumbula, Tansaresu, Tamathanate, Shera Malasanki, Agachain, Dr. Nagum Cholaki, Gavanet Surpilki, Dubutelila, the Kambulatang, Oju, Aitelila, Tashidele, welcome away. That's it. Tamakasi, the Global Sherpakitela, Nalasang in Batia, Namala Tujishubuin, Tilati Saman Potajitangonano, Yaning Panatuji. Tete balati ngaze domato nyezuti ala thangome tuken ubadak shithni tekhu tama de shera chokde ge chokdatang anyere mala sandi ubadak tang yupla kashirang lem khene welcome nangno bidesang lem khene nangno yupla tashi de thuji che bodoin kashangala su tama thanda jombutila
대용 불칼라주 발라 네고도 야마테리 딜량 캔디데 룹시 스니데 트리치블은 다시더라 हाम्रो महिला अध्यक्ष थापी शेर्पाज्यूलाई हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अध्यक्ष आङडोमा शेर्पाज्यूलाई संस्थाको बारेमा केही कुरा राख्नु भनेर म आज यस इन्ट्रोडक्सन तथा सानो छलफल कार्यक्रमका सभाध्यक्ष नेपाल शेर्पा सङ्घ अध्यक्षज्यू यहाँ उपस्थित सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको तर्फबाट हामी हिमालयन शेर्पा सांस्कृतिक केन्द्र भनेको चाहिँ सम्पूर्ण शेर्पाहरूको एउटा साझा संस्था हो जुन भाषा संस्कार संस्कृति र रीतिरिवाजको उठान गर्ने आफ्नो भाषा संस्कार संस्कृतिको चाहिँ जगेर्ना गर्ने मूल एउटा शेर्पाहरूको एउटा साझा संस्था रहेको म यहाँलाई अवगत गराएँ र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र विगत 35 वर्ष अगाडि नै स्थापना भएको एउटा सामाजिक संस्था र स्थापना कालदेखि नै सम्पूर्ण शेर्पाहरूलाई चाहिँ एकबद्ध गरेर आफ्नो भाषा कला संस्कृतिको चाहिँ राष्ट्रिय तथा इन्टरनेसनल लेभलको चाहिँ प्रोग्रामहरू गर्दै आइरहेको यहाँहरूलाई अवगत गर्न चाहे र यस कार्यक्रमहरूमा यहाँहरूको साथ सपोर्टले पनि धेरै कार्यक्रमहरू गरिरहेको पनि मैले अवगत गर्न चाहे हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले विशेष गरेर चाहिँ वार्षिक रूपमा चाहिँ 3-4वटा प्रोग्राम गर्छ र विशेष गरी चाहिँ लोसारको अवसरमा चाहिँ राष्ट्रिय लेभलको प्रोग्रामहरू गरिरहेको छ जसमा चाहिँ सामदे शेर्पा राष्ट्रिय पुरस्कार जुन नेपालको एउटा एकदमै हास्य व्यङ्ग्य क्षेत्रको एकदमै प्रख्यात हास्य व्यङ्ग्य कलाकार शेर्पा कमिटीकै सामदे शेर्पाको स्मृतिमा चाहिँ शेर्पा भाषामा वक्तृत्व कला प्रतियोगिता र सामदे शेर्पा राष्ट्रिय पुरस्कार नेपाल अधिराज्यभरिकै हास्य व्यङ्ग्य सेक्टरका चाहिँ कलाकारहरूलाई चाहिँ हामीले छनौट गरेर चाहिँ 3टा विधामा चाहिँ राष्ट्रिय पुरस्कारहरू प्रदान गर्दै आएका छौँ। त्यसपछि चाहिँ बृहत रूपमा चाहिँ सेब्रु कम्पिटिसन नेपाल अधिराज्यभरिकै शेर्पाहरूको चाहिँ विभिन्न जिल्लाको चाहिँ आफ्नो भेगको चाहिँ सेब्रु प्रस्तुत गरेर चाहिँ कार्यक्रमका गरेका थियौँ। मेन यसपालिको लोसार ठुलो कार्यक्रम चाहिँ विगतका 3 वर्षहरूमा पनि हामीले लोसार ठुलो कार्यक्रम गरेका थियौँ। त्यसलाई चाहिँ हामीले कल्चरमा रहने जिन्सी सामग्रीहरूको चाहिँ आवश्यकता थियो। त्यो सामग्री र कुनै कार्यालयमा रहेको कुनै फुटफुट सामग्रीहरूलाई मर्मत गऱ्यौँ होइन। र यस वर्ष चाहिँ हामीले लगभग 10,09,000 जति हामीले रकम उठाउन जुन यो लोसार ठुलो कार्यक्रममा चाहिँ दक्षिणा भनौँ न दक्षिणा हामीले प्राप्त गरेका थियौँ। त्यसमा केही खर्च गरेर केही रकमहरू छन् हामीसँग 8-9 लाख होइन। त्यो रकमले चाहिँ हामीले मेन एउटा चाहिँ हाम्रो उद्देश्य नै बोकेर गएको थियौँ जसमा हामी शेर्पाहरू संस्कृतिको एकदमै धनी छौँ होइन। हामी मनकारी पनि छौँ तर हामीमा दस्तावेजीकरण नभएको कारणले गर्दा हामी त्यता चुकिरहेको छ। त्यसले गर्दाखेरि हामीले चाहिँ शेर्पा सङ्ग्रह अघि नै दबाएर खाएको छ कहाँ अब जवान छैन। हुन्छ अब खाँदै पनि सुन्दै पनि गरौँ सबलाई म आफ्नो कुरा यम्बुकी शेर्पा सबकी सबसे वैज्ञानिक महिला समिति सबसे म यसको मूल्याङ्कन हुँदैन तर 99%मा एउटा तपाईँ गल्ती गर्नुहोस्। यो एउटा गल्तीलाई आउने चाहिँ सैकडौँ मान्छे निस्किन्छ हजारौँ मान्छे निस्किन्छ अनि त्यो कुरालाई पचाएर काम गर्ने तपाईँहरूले यो सोच्दैन केही गर्छु भन्ने उनीहरूको सोच पनि हुन्छ। अनि समाजको माथि उच्च स्तरमा हुनेहरूलाई यो समस्या अघि यहाँ कुरा गर्दै जाँदा हाम्रो माछाचिपले भन्नुहुँदै थियो कि हामीले जातको कुरा गर्दाखेरि सायद अन्य जातिहरू हुनुहुन्छ अनि यो जातिवादी कुरा गऱ्यो भन्ने खालको एउटा डर जस्तो महसुस भएको मैले आफ्नो मन्तव्यमा साम्नु। मैले बुझ्दा चाहिँ जातिवाद चाहिँ कसलाई भन्छ भन्दाखेरि चाहिँ जस्तै हामी शेर्पा समुदायको हामीले चाहिँ कुनै अन्य जातलाई अन्याय गऱ्यो भने अनि उनीहरूलाई नराम्रो रिजर्भेसन गऱ्यो भने त्यसलाई चाहिँ सायद जातिवाद भन्छौँ होला। अनि जस्तै गाईले गाईको पाछालाई दुध दिन त पाइने दिन्छ नै त्यो प्राकृतिक
प्रकृति हो कि भैँसीले भैँसीकै पाउनलाई दुध दिन्छ। त्यस्तै किसिमले हामी शेर्पा जाति हौँ, हामीले हाम्रो शेर्पा जातिलाई नै चेप्ने अनि शेर्पा जातिकै कुरा गर्ने हाम्रो त्यो एउटा कर्तव्य भन्छ। त्यसले गर्दा यसलाई मेरो हिसाबले चाहिँ व्यक्तिगत हिसाबले यो जातिमा हुँदैन। अनि जे होस् तपाईँहरूसँग यसरी हामी खासमा यो एउटा संस्थागत भ्रमण होइन, हामी आफ्नो एउटा तीर्थ एउटा तीर्थमा आएको थियौँ। अनि यहाँ आउँदाखेरि हाम्रो यहाँ अध्यक्षज्यू, यहाँ हाम्रो अध्यक्ष विधायक, हाम्रो पूर्व परिषद भएकोले गर्दाखेरि यहाँहरूले हामीलाई एकदमै यस्तो पाराले हामीलाई अतिथि सत्कार दिएको जुन चाहिँ हामीले यहाँ शब्दमा बयान गरेर पनि सक्दैनौँ। त्यसपछि हामी ऋणी छौँ। अनि भविष्यमा हामी तपाईँहरूको कृतज्ञ भएर काम गर्दैछौँ। अनि हामी विश्वमा साँच्चै नै विश्वलाई नै जित्नेछौँ, जितिराखेका पनि छौँ, अझै त्योभन्दा राम्रो जित्नेछौँ भन्ने मेरो आफ्नो मन्तव्य राख्दै मेरो दुई कुरा यही राख्न चाहन्छु। शेर्पा सङ्घको एउटा राष्ट्रको अध्यक्ष भनौँ, नेपाल राष्ट्र शेर्पाको हाम्रो अध्यक्षज्यू। अनि यसरी नै हाम्रो विशेष गरेर यस कार्यक्रमका अध्यक्ष महोदय भनौँ हगि नेपाल शेर्पा सङ्घको अध्यक्ष वरिष्ठ यहाँ हाम्रो चोचो आङछेरिङ शेर्पाज्यू र उपाध्यक्ष महासचिव, महिला समितिका सम्पूर्ण सदस्यगण र हाम्रो ग्लोबलका सेक्रेटरी हाम्रो टिटी शेर्पाज्यू र हाम्रो साथीहरू जति पनि आउनुहुन्छ छ। अघि मेरो नाम त लिएन हाम्रो छिरिङ शेर्पा भाइले, मलाई पनि एकदम सम्मान गर्दै नाम दिँदै लाक्पा शेर्पाज्यू उहाँ र हाम्रो खेम्बुहरू हुनुहुन्छ। विशेष गरेर मलाई डर लाग्ने चाहिँ पर बसिरहेछ हाम्रो युवा सङ्घको अध्यक्ष, मलाई चाहिँ नाम लिएन भने चाहिँ बेलुका चाहिँ खेद्नु बेर लाउँदैन। र अनि हाम्रो छिरिङ सरहरू र अरू पनि हुनुहुन्छ, सबैजना तपाईँहरूलाई अघि एकमुष्टमा तपाईँहरू सबैलाई मेरो नासिदिले हार्दिक नमस्कार। थुची चाहिँ हो कि शेर्पी ताम्ने चेक सेको त्यहाँ चेक गोटा के हो ल्यामुमा सीमाहरू पाहुनाहरू, ग्लोबल शेर्पाका चाहिँ सल्लाहकारज्यू, सचिवज्यू लगायत चाहिँ हाम्रो कालिम्पोङ सिक्किमबाट पाल्नुभएका पाहुनाज्यूहरू, यहाँ विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू सबैलाई नमस्ते, टासिदिले एन्ड गुड आफ्टरनुन भन्न चाहन्छु। सर्वप्रथम त म यहाँहरूको चाहिँ नेपाल भाषा सुखमय होस्, यो एउटा स्मरणीय होस् भन्ने चाहिँ शुभकामना दिन चाहन्छु। अब विशेष गरेर चाहिँ मैले यो ग्लोबल शेर्पाको अलमोस्ट सबै कन्भेन्सनहरू एटेन्ड गरेको थिएँ र 2019मा चाहिँ हाम्रो यहाँ टिटी शेर्पाजी हुनुहुन्छ। ग्लोबल शेर्पाको चाहिँ कन्भेन्सन गान्तोकमा भएको थियो 2019को अक्टोबर 7 र 8, 9 3 दिन चाहिँ उहाँहरूले यति राम्रो चाहिँ मनाउनु भयो कि त्यहाँको चाहिँ त्यतिखेर ऊर्जा मन्त्री चाहिँ मिङबहादुर शेर्पा, हाम्रो लागि चाहिँ एउटा ठुलो गौरवको कुरा। मिङबहादुर शेर्पा चाहिँ ऊर्जा मन्त्री हुनुहुन्थ्यो। उहाँ चाहिँ हामी त्यहाँ ल्यान्ड गरेदेखि हामी त्यहाँबाट सिक्किमबाट यता नफर्कुन्जेलसम्म हामीसँगै बस्नुभयो। अहिले उहाँ चाहिँ त्यहाँको विधानसभाको सभामुख हुनुभएको छ र उहाँलाई चाहिँ यहाँहरू मार्फत चाहिँ हाम्रो शुभकामना, बधाई शुभकामना कन्भे गरिदिनको लागि चाहिँ म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै लास्ट इयर 2024 को चाहिँ सगरमाथा दिवसको अवसरमा मलाई सिक्किम गभर्मेन्टले नै इन्भाइट गरेको थियो। अनि
संयोगले चाहिँ हाम्रो शेर्पा ग्लोबल शेर्पाको पनि त्यहाँ मिटिङ भएको थियो अनि त्यो कार्यक्रममा पनि एटेन्ड गर्न पाएँ र मैले चाहिँ त्यहाँ त्यो कार्यक्रममा चाहिँ त्यहाँका सम्पूर्ण महानुभावज्यूहरूलाई त्यहाँ हजारौँको सङ्ख्यामा थियो त्यहाँ चाहिँ हाम्रो तर्फबाट चाहिँ एउटा भराइ दिने अवसर पनि जुटेको थियो र अब ग्लोबल शेर्पा क्षेत्रीय चाहिँ राष्ट्रिय सङ्घ संस्था भनेको चाहिँ हामी शेर्पाहरूको चाहिँ समाजलाई उठाउने एउटा माध्यम हो यहाँहरूको चाहिँ भौतिकता अनुभव मार्गदर्शनले चाहिँ हाम्रो समाज कता लाने हो त्यसमा डिपेन्ड गर्ने हो तपाईँहरूको पनि प्लानिङले तपाईँहरूको मिसनले यो महिनाको 26 तारिक भएको झन्डै मैले चाहिँ त्यो विभिन्न अन्तर्राष्ट्रिय कन्फरेन्सहरू म एक किसिमको चाहिँ भिजिटिङ युनिभर्सिटीहरूमा पनि टुरिज्ममा मास्टर्स पढ्ने त्यसपछि पिएचडी गर्नेहरूलाई चाहिँ एउटा गाइडेन्सको रूपमा चाहिँ म लामो समय मैले चाहिँ यो टुरिज्म र वातावरणमा 62 वर्ष पुरा भएर 63 वर्षमा लागिराखेको छ त्यो अनुभवको आधारमा चाहिँ मैले चाहिँ त्यहाँ उहाँहरूलाई गाइडेन्स गर्ने उहाँहरूलाई एउटा भिजिटिङ स्पिकरको रूपमा चाहिँ त्यहाँ चाहिँ लेक्चर दिने चाहिँ कामहरू गरिराखेको छ र यो चाहिँ कोभिड पछि चाहिँ ऊ भएको थियो अहिले मैले यो सन्दर्भमा किन उठाएको भन्दाखेरि यो जलवायु परिवर्तन र ग्लोबल वार्मिङको कारणले गर्दाखेरि हाम्रो हिमाली क्षेत्र यति आक्रान्त भइसक्यो अहिले तपाईँ अब मलाई थाहा छैन तपाईँहरूको ठाउँमा कस्तो छ तर हाम्रो क्षेत्रमा चाहिँ म यो UNFAOको चाहिँ एउटा रिसोर्स पर्सनको हिसाबले चाहिँ म विभिन्न हिमाली क्षेत्रमा चाहिँ गएर त्यहाँको तथ्याङ्क सङ्कलन गरेर म उता पठाउने काम पनि गर्छु त्यो सिलसिलामा जाँदाखेरि अहिले हाम्रो हिमाली क्षेत्रमा बुढाबुढी बाहेक कोही छैन बुढाबुढी बाहेक कोही छैन अब हामीलाई चिन्ता छ कि तपाईँ हामी भनेको त यो हाम्रो समाजको अगुवा हुन् तपाईँ हामीलाई यति चिन्ता छ कि अबको चाहिँ 15-20 वर्षमा चाहिँ त्यो बुढाबुढीहरू पनि दुःखद निधन भयो भने हाम्रो हिमाली क्षेत्र पुरै खाली खाली हुने देखेको छ यदि हाम्रो चाहिँ हिमाली क्षेत्र पुरै खाली खाली भयो भने हाम्रो रहनसहन हरायो हाम्रो चाहिँ संस्कृति हरायो त्यसपछि हाम्रो सबै चिज हराउने भयो त्यसले गर्दाखेरि यहाँहरूले चाहिँ यो वातावरण सम्बन्धी विशेष जोड दिनु पर्ने देखिएछ अहिले गुम्बा भनेको चाहिँ एउटा आशय बच्चाहरू टुहुरा बच्चाहरू जो आमा बाबु चाहिँ आफ्नो छोराछोरीलाई कलेज युनिभर्सिटीमा पढाउन सक्दैन त्यस्तोको बच्चाहरूलाई आश्रय दिने चाहिँ ठाउँ भइराखेको छ किनभने गुम्बामा एजुकेसन फ्री बस्ने फ्री अब ठुल्ठुलो पूजा भयो भने खाने पनि फ्री भएकोले अनि यदि त्यो लामाहरू ठाउँहरू गुम्बामा बसिदियो भने कमसेकम भोलि हाम्रो चाहिँ त्यो बुढाबुढी मऱ्यो भने लास उठाउने मान्छे त हुन्छ भोलि हाम्रो चाहिँ कल्चर त बच्छ त्यो मरेको बुढाबुढीलाई फो गर्न त मिल्छ त्यही भएर चाहिँ हामीले सकेसम्म चाहिँ यो हिमाली क्षेत्रको चाहिँ अब त्यहाँको बालबालिका त बस्ने अवस्था नै छैन हिमाली क्षेत्र चाहिँ यहाँ काठमाडौँभन्दा झन्डै 4 गुणा चाहिँ महँगो भयो अर्को कुरो चाहिँ त्यहाँ फेसिलिटीहरू नभएकोले चाहिँ बस्ने चाहिँ त्यस्तो व्यवस्था छैन तर हामीले गभर्मेन्टसँग चाहिँ फाइट गरिराखेको छौँ तपाईँहरूले सहयोग गर्नुपर्छ है होइन भने चाहिँ हाम्रो हिमाली क्षेत्रको कल्चर हराउने भयो हाम्रो चाहिँ रहनसहन हराउने भयो हाम्रो सभ्यता हराउने भयो भनेर चाहिँ हामीले जोडतोडले चाहिँ
गभर्मेन्टलाई उ गर्दैछु। हिजो बिहान पनि एउटा चाहिँ गभर्मेन्टसँगै मिटिङ थियो अनि त्यसपछि यसमा चाहिँ यहाँहरूको विशेष जोड जाओस् किनभने ग्लोबल शेर्पा भनेको त हामी सबै संसारभरि छरिएर रहेको छ नि हजुर संसारभरि छरिएर रहेको छ नि हाम्रो समुदायको चाहिँ एउटा सशक्त चाहिँ माध्यम हो यो समाजलाई अगाडि बढाउने सशक्त माध्यम हो। अब राष्ट्रिय शेर्पा सङ्घ भनेको पनि यो देशको चाहिँ पार्लिमेन्टको उहाँ त सभामुख नै हो। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूको चाहिँ विशेष जोड यतातिर जाओस्। हिजो यहाँहरू माथि पालिदिनु भयो मलाई एकदम खुसी लाग्यो र त्यस अवसरमा चाहिँ हामी कालिम्पोङ पनि भएको थिएँ। तपाईँहरूको चाहिँ दुर्बिन डाँडाको शेर्पा गुम्बा यस्तो राम्रो कि त्यहाँ कार्यक्रम भएको थियो। सायद तपाईँकै घरमा होला सिलगढीमा। उहाँको घरमा चाहिँ हामी अपोजर पुगेँ। उहाँले त्यहाँ भएको चाहिँ हाम्रो शेर्पा समुदायहरू सबैले बनाएर चाहिँ खानाको प्रबन्ध गरेर कति राम्रो चाहिँ प्रोग्राम गर्नुभयो। त्यसको लागि चाहिँ म एकदम हार्दिक थ्याङ्क्स भन्न चाहन्छु। पुनः यहाँहरूको चाहिँ बसाइ सफल रहोस् भनेर चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद अध्यक्ष। बढाइमा हार्दिक आभार व्यक्त गर्दै यो सभालाई विसर्जन गरिनको लागि अध्यक्षलाई अनुरोध गर्दै म बिदा हुन चाहन्छु। जस्तोले अरङ्गे नङ्गी अरङ्गी छोपी नङ्गी हिन्दन दापु आंसिङ शेर्पा ताङ तुरंत जने दे अरङ्गी जागर ने थेबुगी डोम्बु को इंसिङ काउन्सिल सिंह जारेवा इंसिङ पूर्व संसद आङ दावा शेर्पा ताङ थोड़ी जाने संसद छिरिङ शेर्पा ताङ र थोड़ी जाने विशु शेर्पा संघीय सचिव टीटी शेर्पा ताङ ताङ और चौलामा खेम्बु दाङ खेल्ने र फाक्पा ताङ दवादङ छिजन मोबे जाने बेबे अजिन मोबे ताङ दियागी हाम्रो मिको छोपी छोप्रो फाक्सी शेर्पा पनि चाहिँ वरेजी दोजु सांस्कृतिक शिक्षण ताइमाले संस्कृति और लोगों के अध्यक्ष दी छोपी छोटी ब्रह्म शेर्पा ताङ वरे दापी दियागी गाउँला शेर्पी संगीत छोटा था गलमा शेर्पा ताङ चिलमुङ शेर्पा ताङ धन्यन्दे कांगा वरे लु शेन लु लगे ताङ वरे गे लु ने कांगा लाले ताङ चंद पलम शेर्पा वरे गे लु वरे लु शेंदा के ला चिला या यारिया जगोगी छजा छिरिङ शेर्पा महासचिव अध्यक्ष उपाध्यक्ष उपाध्यक्ष सदस्य धन्यवाद युवा संघ अध्यक्ष जन शेर्पा ये टोंगी दोजु सांस्कृतिक अध्यक्ष छिरिङ शेर्पा वरे डुम्बुला फिप्स डुम्बुला स्वागत चैलेंज स्वागत चिला पेरने ओरंजान sama perigi डुम्बुला चिला सेंगी थकबा नेरंग या डुम्बुला स्वागत जल पेरुगी मेन संगठन डुम्बुला पेरी लाग्ने छ दशरी शब्द फेरि शेर्पा बाटो भन्दा कोही त फेरि नबुझेर के भने के भन्नु पर्छ आदरणीय सभाका आजका हाम्रा नेपाल शेर्पा सङ्घ अहिले सल्लाहकार आदरणीय उहाँ चाहिँ हाम्रो शेर्पाको एउटा विद्वान पनि भन्न चाहन्छु। हाम्रो समूहको अहिले दार्जिलिङ काउन्सिल राजदूत बान्जा राजदूत हुनुहुन्छ। उहाँको धेरै कुरोहरू अब सबै कुरा धेरै लान्छ। अब त्यो भयो भन्दा
अब यो छैन। त्यसैले उहाँ र अनि उहाँ अब तपाईँ भारतबाट पाल्नुभएको अब पूर्व सभासद यहाँ चाहिँ सभासद भन्छ, उहाँ चाहिँ पञ्चायत संसद दावा शेर्पाज्यू र छिरिङ अब संसद छिरिङ शेर्पाज्यू, हाम्रा गोकुल शेर्पाका चाहिँ सचिव टिटी शेर्पाज्यू, हाम्रो चौलमा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई फेरि खास भाषाबाट टेस्टलिका नमस्कार गर्नु। आज मलाई के खुसी छ भने अब एक अर्कालाई शेर्पा अब शेर्पा अब हामीले के सोच्यौँ भने अब मैले त त्यो सुकिमद्रा, कालिम्पोङद्रा, दार्जिलिङद्रा अनि तलतिर भएको शेर्पा त थोरै होला जस्तो लाग्थ्यो कि पहिले। अलि कता मैले त अब त्यो कहाँबाट कहाँ अलिअलि होला जस्तो लाग्यो। अस्ति उहाँ मान्यज्यू पनि हो, उहाँ फेरि त्यो एरियाको एउटा गुम्बाको अध्यक्ष उहाँ हुनुहुन्छ, त्यो गुम्बा अहिले बन्नुभयो, उहाँ अध्यक्ष उहाँ हुनुहुन्छ। अनि त्यो शेर्पा किदुको शेर्पा सङ्घको अध्यक्ष नै रहेछ उहाँ दुईजना। उहाँलाई एउटा नेपाल शेर्पा सङ्घलाई एउटा सम्मान कार्यक्रम र एउटा प्रमुख अतिथिको लागि उहाँले बोलाउनु भयो। अनि त्यहाँ पुगेपछि त म त 3 छक पऱ्यो क्या। अब तपाईँको शेर्पाको ड्रेस पोसाक तपाईँको त्यो कुनै पनि कमी कमजोरी छैन। झ्याप्टेदेखि ल्याएर जुत्तादेखि टोपीदेखि ल्याएर सबै कमी कमजोर त्यो घेन्जाहरू सबै एकदम ठिक छ। मैले त्यो सोचेको थिइनँ। त्यहाँ अब शेर्पाहरू अब इन्डियातिर गएपछि कहाँतिर अलिकता गुडो कहाँ के गरी बस्यो होला भनेको, त्यहाँ त 3 छक पऱ्यो। अनि एकदम खुसी भयो। यसो अब यहाँ यसो शेर्पा रहेछ, यो एकदम खुसी भयो। दाइसँग केही कुरा भयो, दाइले 1-2 दिन बसेर घुम्नु जाउँ भन्थे। फेरि पनि अब अलिकति भएन, फेरि ल म त उतातिर उहाँले घुम भन्नुभयो। उहाँ फेरि उहाँ कोही छोरी ल काकामा जान्छ भने मेरो घरमा रहनु भनेर उहाँ चाहिँ के उसँग सोनादामा छोरी नि गएर उहाँको घरमै राख्नुभयो। उहाँ यताउता धेरै त्यसै गरेर यहाँ आयो। अलिकति आनन्दसँग चाहिँ शेर्पा त्यतिकै आफैले गर्व लगाइरहेको थिएँ। फेरि उहाँ टिटी सर र उहाँले चाहिँ उसमा चाहिँ पहिलेको मिटिङमा चाहिँ मलाई के भनेको थियो भने बम जिल्ला कि अछाम राख्ने कुरा गऱ्यो। अनि मैले त्यो मिटिङभित्र चाहिँ मैले त्यति त बम जिल्ला त अलिकति कहिले अब पासबुकको चक्कर पनि हुन्छ, त्यहाँ त नहोला, अछामतिर चाहिँ के हुन्छ कि भन्ने एउटा सुझाव दिएँ। अनि पछि यताउता गर्दा उहाँ बोसले जिम्मा लिएको रहेछ भनौँ न। उहाँहरू लगभग उहाँ दाजुहरू उहाँहरूको चाहिँ उहाँ त अब उहाँ चाहिँ कालिम्पोङ पर्छ, उहाँ चाहिँ सुकिम पर्छ। अनि उहाँबाट यता जिम्मा लिएपछि ल त फेरि को बोलाउने भनेर एउटा केही छलफल भएछ। उहाँहरू फेरि चिट आयो सबै। अब हामी यहाँ आबद्ध संस्था सबैले आउनु भनेर आएँ, तर उहाँहरू जानु भएन। माइलसँग बिमार अलिक सन्चो भएन भन्ने कुरो हो। अनि युवक चाहिँ जानुभयो, अरू यता आउनु भएन। त्यहाँ गएको फेरि त्यसै रहेछ ल फेरि कालिम्पोङ पुग्यो। मैले त्यो अब त्यहाँ त फेरि आफ्नै पाहाडको चाहिँ रमझम छ, अर्को खुसी भयो हुँदा त ल फेरि सुकिममा चाहिँ अब तपाईँको नेताजीले ल तपाईँ त उता घुम्नुपर्छ भनेको ल लगाएपछि त भाइहरूको सबै देखाएपछि त मलाई त आम्मामामाम यस्तो गर्व लाग्यो कि तपाईँको त्यो ल भने अहिले नेपालको 50% शेर्पा त्यहाँतिर होला जस्तो लाग्यो। यस्तो सुकिमको माथि बेगमा यस्तो ठुल्ठुलो गाउँ रहेछ। अनि मलाई चाहिँ अब अनि ती दहल पनि हो नि। अनि त्यही कारणले मलाई एकदम खुसी लाग्यो। अब तपाईँको त्यहाँको चाहिँ शेर्पाहरू पनि एउटा संस्कृति जगाउनेमा कुनै चिज कुरामा तपाईँको 101 गर्नुपर्छ भन्ने चाहिँ देखेँ क्या। अब त्यो एउटा हुन्छ नि मान्छेले एउटा होप हुन्छ नि, त्यो अब तपाईँको हेड लाउने चुप्पा लाउने अब चिरचिरले के गरेर कसरी हुन्छ, कसरी सेब्रु गर्ने भन्ने कुरो अब तपाईँको एकदम एक्टिभ रहेछ क्या। अनि एकदम खुसी लाग्यो। अनि हुँदा सिली अलि भएन भन्ने कुरा भयो उहाँ दाइले। सिली चाहिँ हामीले यहाँ एउटा सिली चाहिँ अलिकति हाम्रो छैन है भन्ने कुरो भयो पहिले। अनि उहाँले चाहिँ सिली चाहिँ यहाँबाट गुरु पठाउँछु भनेर मैले जिम्मा लिएर आएँ। अनि त्यसै त्यो कारणबाट तपाईँले त्यहाँ एकदम अब मलाई चाहिँ
मेरो चाहिँ यहाँ के छ भने मेरो घर यहाँ मात्र छैन भन्नु जस्तो लाग्यो मलाई चाहिँ। अब सबै छ मेरो ठाउँमा, मेरो अब सबै ठाउँमा के अब त एकदम तपाईँले चाहिँ पाहुनाको रूपमा हेर्दैन, दाजुभाइको रूपमा आयो कि म सबै एकदम मन जितेँ क्या सबैहरूको त्यहाँ। उहाँ टेटीजीको काउन्टरमा छ भनिदिनु न तो डम्बिङ टिचर बोलाउनु भएको थियो। फेरि अध्यक्ष यहाँ हाम्रो सेवा अध्यक्ष र फेरि हाम्रो त्यही हिसाबले लगेपछि अब यो डम्बिङ जस्तो अहिले हामीले सिकाउँछौँ उहाँहरूले अनि हामी सेब्रुहरू सिकाउँछौँ। उहाँहरूको चाहिँ अहिले त्यो प्रशिक्षण हुँदैछ। हजुर प्रशिक्षण हामी क्लास लिन्छ नि त हो यो प्रशिक्षण लिन्छौँ। मैले एक्चुली तपाईँको त कुरा गर्छु नि त यहाँ तपाईँहरूले पनि त्यहाँ डम्बिङ सिक्नु मन लाग्यो अनि सेब्रु सिक्नु मन लाग्यो भने अब उहाँ अब डम्बिङको चाहिँ हामीले पे गर्छौँ टिचरलाई, किनकि उसको पेसै थियो। उहाँ दिएर चाहिँ हामीले पहिला दार्जिलिङ पठाएको थिएन, दार्जिलिङ टिचर पठाएको थियो त्यहाँ डम्बिङ सिकाउनुलाई। वेस्ट बेङ्गल शेर्पा एसोसिएसनले छोब्रु अनि डामग्याङको गरेर पठाएको थियो नि त चिरोङ्गे दाइले, मतलब 3 महिनै पठाएको थियो क्यान्डिडेटहरू सिक्नुको लागि। टिचरै पठाएको, टिचर हामीले ल्याएर पठाइदिएको। यहाँबाट टिचर पठाएको वेस्ट बेङ्गल एसोसिएसनले चाहिँ बोलाउनु भएको। हजुर त्यसमा हामीले चिरोङ्चे दाइलाई पठाएको थियो। उहाँले छोब्रु शेर्पा भाषा टुङ्ना सबै सिकाउनु भयो। 2 महिना बस्नुभयो। सोनादा बस्नु भयो होला सायद हो कि सोनादा वेस्ट बेङ्गल एसोसिएसनले चाहिँ 4 ठाउँ सिकाउनु भएको कस्तो रहेछ कल्चरको इन्डियाको रिप्रेजेन्ट गर्दै नेपाल आउनुभयो र कल्चरमा चाहिँ सौभाग्यवश तपाईँहरूलाई वेलकम गर्न पाएँ, त्यसको लागि धेरै धेरै धन्यवाद हाम्रो टिमबाट। सबै घरमा हामीले माया गरेर यहाँ एकै ठाउँ बसेको छ क्या। हामीले अब नेपालको सङ्घ संस्थाबाट धेरै कुरा सिक्नुपर्छ हो बहुत एकदम। एकदम बधाई छ, सबै राम्रो। महिला सङ्घ हामी शेर्पा सेवा केन्द्रमा आएका छौँ। बुक सब गाडीमै छोडेछ। लस 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 बस्नुहुन्छ। यो मलाई दिएको छु। साथीभाइले पहिला भन्नु पर्यो गाह्रो हुन्छ। मनमा मिले बेला
सम्झेको छ है दुईजना चाहिँ जानुभएछ को जानुभयो गाडी गयो फेरि यहाँबाट पार्नु न गाडी मलाई बाटो के त अहिले उहाँहरूले कालिम्पोङ लाने होइन भात पनि खुवाउनु फेरि खदाम लगाइदिनु हत्तेरिका अत्याचार गर्नु तपाईँ हत्तेरिका उसले पनि प्रे गर्दछ नि नन्दी हेरी त पासा बान त जात जस्तो भयो होइन अनि पासा पाछा माङ्गाको छ दिलपाली भनेको त हाम्रोमा दिल्पा भन्ने एरिया छ त्यहाँ त तिनवटा गाडो छ अहिले चारवटा वार्ड छ त्यहाँ गृह मन्त्रालयमा काम गरेको नि त सेक्सन अफिसर हुनुहुन्थ्यो 42 years सर्भिस 42 years तर उनीहरूले चाहिँ अहिले यो नेपालको मेयरले
ग्रेटर नेपालको नक्सा राखेको यो जहाँ डिसेम्बर 15 मा चाहिँ 7 वर्ष टिस्टादेखि उता काङ्गडासम्म छ अहिले त्यो किन राखेछ भन्दाखेरि चाहिँ हिजो ट्याक्कै त्यो एरिया सबै इन्डियन नागरिक छ नि त अनि त्यो चाहिँ नेपाललाई चाहिँ इन्डियाको इसारामा यहाँ चाहिँ नेपालमा बहुमत बनाएर यो चाहिँ अर्कै गर्ने गुरु योजनाको आएको छ ग्रेटर नेपाल चाहिँ नक्सा जबकि हाम्रो चुच्चे नक्सा निकाल्दै उनीहरू चाहिँ अब चाइना यो सानो हुनु र प्रकृतिमा राम्रो हुनुमा राम्रो होइन भने चाहिँ सबै काँको अमेरिकादेखिको इन्डियासम्म हामी त अब डाइभर्सिटीभित्र युनिटी पिपुल सोसाइटी सोसियल कल्चरल तर त्यसलाई जीवन्त राख्दै नेपाल राष्ट्रलाई अग्रभागमा राखेर काम गर्ने जनशक्ति उत्पादन गर्न सक्यो भने त्यो त संसारकै राम्रो देशमै छ क्या किन हुन्छ भनेदेखि त्यो राज्यले त्यसलाई सम्बोधन गर्नुपर्ने नै विषय थियो तर के भयो उनीहरूले स्कुल ड्रेसमा क्याम्पस ड्रेसमै आउनु भनियो गुरु योजना अन्तर्गत क्या उनीहरूको भित्री योजना अन्तर्गत आउनु भनिसकेपछि त्यहाँबाट के भन्यो भने 7 सुटरहरू उनीहरूले प्रयोग गरेछ यो हाम्रोमा फोहोर मैला के अरे यो खाली सिसी पुरानो कागज आउँछ नि अनि यो कबाडी सामानहरू कलेक्सन गरेर आउँछ नि तिनीहरू वेल ट्रेन 7 सुटर छ उतातिर इन्डियातिर अनि उनीहरू गयो अब तपाईँ हामी पनि छौँ जुलुसमा तपाईँ हामीलाई गोली लाग्दैन त्यो तपाईँहरूको नेपाल यात्रा शुभ होस् तपाईँहरूको ब्लेसिङ पाउने सबसे ठुलो कुरा अर्को यहाँ उहाँको जोडी चाहिँ कुन चाहिँ यहाँ धनमाया धनमाया यहाँ जोडी यहाँको पर ए ल ल पहिला उहाँहरूलाई हाम्रो आँगनमा चाहिँ तपाईँहरू हजुरलाई सानो एउटा गिफ्ट छ यो यहाँको लोकल हाम्रो विन्डो अलिक बस्नु यतापट्टि बस्नु त हामी सबै बसौँ आउनुहोस् र काठमाडौँको तीर्थ घुम्ने क्रममा हामी अहिले बुढा नीलकण्ठ आइपुगेका छौँ यहाँबाट हाम्रो दावा साहब म्याडम हाम्रो दावाभाइ बुहारी अनि म आफै छु यहाँ चाहिँ राजाले हामी स्वयम्भूनाथ अहिले यो बौद्ध दर्शन क्रममा स्वयम्भूनाथ आइपुगेका छौँ अनि हाम्रो टिमहरू सबैजना आउनुभयो हाम्रो कालिम्पोङ दावा छ म्याडम अनि हाम्रो कालिम्पोङको म्याडम अनि के राम्रो पेन्टिङ है पेन्टिङहरू यसरी बेच्न राखेको छ यो बौद्धनाथमा स्वयम्भू 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 मिनिमम यता हो त्यहाँबाट निस्केको
लस लस यहाँ चाहिँ हामीलाई जङ्गु जुजु छिरिङ जुजु यहाँहरूले दिउँसोको खानाको लागि यहाँ लाउनुपर्छ अनि यहाँ जङ्गु जुजु नेपाल युवा सङ्घको अध्यक्ष हुनुहुन्छ उहाँ छिरिङ दाई सबै मिलेर चाहिँ हामीलाई दिउँसो लन्चको प्रोग्राम मिलाउनु भएको छ र यहाँदेखि काठमाडौँको भ्यू यस्तो के रमाइलो सुन्दर यहाँबाट दृश्य देखिँदैछ अनि गुम्बा चाहिँ मेरै लगाएर घुम्न चाहिँ 1 महिनामा पनि घुमिन नसक्ने रहेछ र हामीले मेन यसो आफूले जानेको ठाउँ घुम्यौँ र यो स्वयम्भू पनि यहाँबाट देखिँदैछ जाने बङ्गी जम्प टाइपकै रहेछ निकै गाह्रो हुने खालको छ दाउ सर प्लिज कम नाङ्ला फेर्ने हो नाङ्ला जुनी यो चाहिँ सिङ्गल ट्री भन्ने ठाउँ रहेछ हाम्रो टिमहरूले पूर्ण मनोरञ्जन मिलेछ यहाँ हामी वाइट गुम्बा एन्ट्रेन्स हस्की पाहुनाहरूलाई यहाँ घुमाउँदैछु र यहाँ दर्शन गराउँदैछु क्याब चाहिँ सक्सै रुम्छ भोलि पर्सि म फ्री हुन्छु भोलि बरु म उता बौद्धमा बरु बिहान हस्की हुन्छ यहाँ चाहिँ आनीहरू मात्रै बस्नुहुन्छ ल आनीले ह्यान्डल गर्छ कि ल उता जङ्गल छ लद्दाखको छ यो भूकम्पमा भत्किएको थियो नयाँ बनाएको यो होइन भुटानको हो कि है ड्रागन भएको सायद भुटान जिउँदै स्वर्ग पुरा है फर्किन्छु भन्दैछु त्यो भएर तपाईँको यहाँ चाहिँ पुरै ने हो कि लद्दाख उहाँको सिफ्ट हुन्छ कि 2 वर्षमा 2 वर्ष 3 वर्षमा सिफ्ट हुन्छ अब अब कहाँ उहाँहरूलाई छोडेर त फेरि भएन नि यहाँ आएको बिनिकै भएन नि होइन टो लद्दाख यहाँ चाहिँ अब यो वाइट गुम्बाको अगाडि फ्रन्ट फेस हामी घुम्दै यहाँ दर्शन गरेर आइपुगेको छौँ र अन्डरपुरम जिल्लाको लाकाङ यहाँदेखि यो काठमाडौँको दक्षिण भागलाई हामीले यहाँबाट हेर्न सकिँदैन छ यस्तो यहाँबाट सिनिक ब्युटी रहेछ भाग्यले यो सबै कुराहरूको दर्शन गर्ने हामीले मौका पायौँ यसमा विशेष गरेर हाम्रो नेपालका हाम्रो युवा सङ्घका अध्यक्ष श्री जङ्गु शेर्पा अनि उहाँको सहपाठी सहकर्मी च्याङा शेर्पा छिरिङ शेर्पा चेयरम्यान साहब यहाँहरूको
आतिथ्यमा हामी यसरी घुमाउनु ल्याउनु भयो र यस्तो सुन्दर दृश्यहरू हामीले हेर्ने मौका पायौँ, दृश्य अवलोकन गर्ने मौका पायौँ। यहाँहरूलाई मुरी धन्यवाद चलाउन चाहन्छु र यस जग्गा साँच्चै नै एउटा स्वर्ग जस्तो जग्गा रहेछ। म यहाँ आएर आफै दङ्ग परेँ। यस्ता हजुरहरू पनि काठमाडौँ कहिले आउनु भने डुक्पा गुम्बा भनेर चाहिँ यहाँनिर आउनु पर्यो। तर हुनु त जो कोहीलाई यहाँ इन्ट्री त छैन रहेछ। हामीले चाहिँ एउटा भिआइपी यहाँ इन्ट्रान्स पायौँ। भिआइपी गेटबाट छिर्ने हामीले मौका पायौँ। यहाँ नेपालका साथीहरूको सहयोगले गर्दाखेरि उहाँहरूको एकदम राम्रो यहाँनिर परिचय भएको कारणले गर्दाखेरि हामीले सजिलोसँग यस गुम्बामा प्रवेश पायौँ। र यो गुम्बाभित्रको दृश्य यति सुन्दर गुम्बा त मैले अरू ठाउँ कहीँ पनि मैले दर्शन गरेको थिइनँ। यति राम्रो म्यानेजमेन्ट, यस्तो राम्रो पाराले लाग्छ। ठिक रहेछ। अनि एउटा भिडियो छ नि त लद्दाखको गीतमा छ नि, त्यो त्यो उयो श्रेया घोषालले गाएको छ नि। ल तपाईँ दुईजनाको मैले 16 वर्ष पहिला फिल्म ल्याइदिएको पठाइदिएर चाहिँ तपाईँहरू पनि देख्नु पऱ्यो, यसो गरेर पनि देखाउनु पऱ्यो। लास फुलबाले लम्बुहरूले निकै बोल्छ। फुलबारी हिन्दी मिसाएर बोल्ने हामी मात्रै हो। त्यही देखाएको सबै यहीँकै देखाउँछ, हिमालहरू देखाउँछ। नेपालमै नेपालमै मलाई त्यहाँ सम्मान म्यानमारको अन्त यहाँ पनि अन्त त्यो अरेबियन कन्ट्रीको अघि हलेसी दर्शनमा निस्किएको छौँ। हाम्रो टोलीहरू सम्पूर्ण दवासर आउनुहुँदैछ। आउनुहोस् है हलेसी मन्दिर सबैजनालाई। हजुर दिँदैन होला कि जबरजस्ती गर्दैछु। कुन खेत छ गीत अहिले त केही भनेको छैन। हलेसी केटमा हामी पुगेको छौँ। आज 22 तारिक शनिबारको बिहान। आउनुहोस् है। अहिले धरानको शेर्पा गुम्बामा हामी दर्शनको निम्ति निस्केका छौँ। हाम्रो यहाँका
उहाँ चाहिँ जग्गादाता उहाँको घर यही हो पहिला अलिकति बाहिर Oke sir. Bapak Cirenji, sange comninde Guru Padmasambhava, Guru Rambuji. Sange राजुको पनि हुनुहुँदो रहेछ बस हामीले यो अब धरानको हुन त अब जातको नाम त नलिनु भन्छ फेरि पनि अब एउटा चिन्ने एउटा परिचयात्मक एउटा नाम हजुर दिसेन छोलिङ गुम्पा तीर्थ भ्रमणको सिलसिलामा हामी यहाँनिर दर्शन गर्ने मौका पायौँ। उहाँ चाहिँ हाम्रो अहिले मैले उहाँलाई चाहिँ विशेष चिनेको अनि उहाँलाई पनि विशेष चिन्जान्छ भएको अब गुरुसँग त पहिल्यैबाट होइन अनि उहाँ चाहिँ अहिले हाम्रो धरानको चाहिँ शेर्पा सङ्घको चाहिँ अध्यक्ष हुनुहुन्छ। म जस्तै म नगर घेतुङको अध्यक्ष घेतुङको उहाँ चाहिँ शेर्पा सङ्घको अध्यक्ष उहाँको नाम चाहिँ श्री प्रेम शेर्पा। हजुरहरूलाई म हाम्रो यो हामी यता काठमाडौँ घुमेर फर्केको हाम्रो धार्मिक टुर पनि थियो अनि हाम्रो ग्लोबल शेर्पाका जम्मै जति पनि कार्यरत उहाँहरू हुनुहुन्थ्यो काठमाडौँमा हाम्रो ग्लोबल काठमाडौँ लाखपत हिँड्ने शेर्पा यस्तै गरी थुप्रै सदस्यहरूसँग भेटघाट थियो किनभने हाम्रो दावा शेर्पाज्यू म उहाँ हाम्रो ग्लोबल शेर्पाको उहाँ चाहिँ एडभाइजर पनि हुनुहुन्छ अघि पूर्व काउन्सिलर पनि हुनुहुन्थ्यो उहाँ एक्जिक्युटिभ काउन्सिलर त्यस्तै गरी ग्लोबल शेर्पाका हाम्रो टिटी शेर्पाज्यू हुनुहुन्छ उहाँ सेक्रेटरी उहाँको श्रीमती सरला शेर्पा अनि हाम्रो के अरे दावा शेर्पाज्यूको श्रीमती यहाँ पेमा जङ्गु शेर्पा मेरो साथी छिरिङ लामु त्यस्तै गरी हाम्रो आइलिउ हाम्रो दावा शेर्पा उहाँको श्रीमती हामी चाहिँ अलिक घुमघाम गरेर फर्केको अन्त यहाँ हामीले आज मौका पायौँ यो धरानमा एउटा बौद्ध गुम्बा जसलाई चाहिँ हजुरहरूले शेर्पा समाजले त्यसलाई चलाइरहनु भएको बडा खुसी लाग्यो। विशेष गरी तपाईँहरूसँग जोड्ने हाम्रो मेरो साथी अपन साथीले गर्दा उहाँलाई धेरै धेरै धन्यवाद चढाउँदै भन्नु बेसी केही छैन। हामी घुमेर आएको यहाँ हाम्रो तर्फबाट सबैको तर्फबाट हजुरहरूलाई एउटा यो गुम्बालाई सानो भेटी चढाउँछु। यो अलिकति एउटा पवित्र भूमिमा तपाईँ हाम्रो भेट यो आकस्मिक छ यो प्लान छैन नि हामी तपाईँहरूसँग भेट्छौँ भनेर पनि आएको छैनौँ हामी त एउटा तीर्थयात्रामा गएको अनि यो सबै उपरवालाको एउटा रुटिन मुताबिक हामी त एउटा नाटकमा नाटक खेल्ने एउटा पात्र जस्तो मात्रै त हो अनि उहाँको आदेश बमोजिम तपाईँहरूसँग भेट गर्ने एउटा सुअवसर पायो। त्यस पछाडि फेरि यहाँको काठमाडौँमा आगमन भएको भनौँ यो सामाजिक सन्दर्भबाट मलाई चाहिँ अवगत भइरहन्छ त्यहाँ किनभने म चाहिँ योभन्दा अगाडिको केन्द्रीय कमिटीको यो महाधिवेशन पूर्व चाहिँ केन्द्रीय सदस्य थिएँ र यतापट्टि महारथीका हुँदै यहाँ धरानमा भएको छ त्यो बेला थाहा भयो पहिलेबाट यहाँका धरान र यहाँ यसको गुम्बामा हार्दिक स्वागत गर्न चाहन्छु। म तेन्दी खापा शेर्पा यसको गुम्बाको चाहिँ उपाध्यक्ष र हाम्रो अध्यक्षज्यू चाहिँ यहाँ लामा हुनुहुन्छ रामेन छाप उहाँको जन्मस्थल र यहाँ कर्म र अहिलेको आवास चाहिँ उहाँको स्थायी बसोबास चाहिँ धरान छ। अहिले चाहिँ फर्पिङमा चाहिँ मन्डु भइरहेको छ त्यहाँ चाहिँ र हाम्रो यो गुम्बा फर्पिङ गुम्बामा जुन शान्तिरामलाई सृष्टि गर्दाखेरि चाहिँ मेरै कार्यकालमा गरेको हो। त्यसपछि चाहिँ अहिले म सल्लाहकार अनि यस हल बनाएको यहाँको निर्माण सचिव अनि अन्य सामाजिक कार्यहरूमा चाहिँ जनजाति महासङ्घ
महिला महासङ्घको सुनसनी अध्यक्ष एक कार्यक्रम अनि त्यसपछि अहिले शेर्पा महिला सङ्घको चाहिँ जिल्ला अध्यक्ष गरेर चाहिँ हामीले यतिको बनाएको छौँ। बहुत धेरै ठुलो यो उपलब्धि छ, यत्रो ठुलो गुम्बा है यस्तो महानगरमा। हामी जति थोरै शेर्पाहरू भए पनि सबै आदिवासीहरूमा मिलेर सबै गुम्बाहरूसँग सबै विभिन्न अब गुम्बाहरू हाम्रो छ। अब जातिको नामले भने नि आफ्नो आफ्नो गुम्बाको नाम त आफ्नो नै छैन, तर यहाँ चाहिँ अब तामाङ गुम्बा, शेर्पा गुम्बा, गुरुङ गुम्बा भनेर भन्ने चलन हो। तर हाम्रो गुम्बाहरू चाहिँ शेर्पाहरू मात्रै छैन। यहाँ माथि देख्नुहुन्छ अध्यक्ष तामाङ हुनुहुन्छ होइन, पहिले तामाङले पनि गर्नुभएको छ। अनि अब ताम्राकार जस्तै यहाँ अहिले नेवार पनि छ, हाम्रो मेम्बर भनौँ न, मगर पनि छ, गुरुङहरू धेरै हुनुहुन्छ, तामाङ त अब धेरै छँदै हुनुहुन्छ। सपन चाहिँ अन्त उहाँको तालमेल अस्तिदेखि भन्दा आउनु भन्दाखेरि यति ठुलो अब तीर्थमा आउने मौकालाई उहाँहरूलाई दुईजनालाई एकदम धन्यवाद पनि छ। अघि म त धरानमा पनि शेर्पाहरू छ र भन्ने जस्तो सोचेको थिएँ, हामीलाई त लाज पो लाग्ने रहेछ। हाम्रो ठाउँ पनि छ, हामी यहाँनिर 50-60 फ्यामिली छौँ शेर्पा गाउँमा, अरू कालिम्पोङमा धेरै छ सुन्नुहोस् अघि। तर यो स्थापना जुन प्रकारले गर्नुभएको छ त्यो चाहिँ अचम्मको सेटअप भन्छ नि, यो सेटअप चाहिँ भयङ्करै रहेछ। यहाँ गुरुजीहरू फेरि अब उता अफगानिस्तानतिर बसेको रहेछ, उहाँहरू सब अघि। र मेरो केही भन्नु छैन तपाईँहरूलाई, यो चाहिँ कुबार भनेर चाहिँ नभनोस् भनेर नि। अनि भाषा चाहिँ अलिकति जगेर्ना गर्नेपट्टि हजुर अब एउटा माहौल त्यस्तै भयो, बिचमा हामीले भाषा सबै बिर्सिसकेको छौँ है। हाम्रो नानीहरूमा पनि गएको छैन। अनि हाम्रो पहिचान भन्ने नै भाषा हो, सबसे ठुलो धन हो है। अब हामीले बिर्स्यौँ होस् भनेर नछोडौँ, यसलाई कसरी हुन्छ हामीले फेरि यसलाई जगाउने कोसिस गरौँ है। त रङ्गी के तिमीसँग क्या चाहिँ लौरा ती चेक दुप्पान हो के नै गल्छन् चेक कोही बेला मछाङ सर्किन अरूलाई मिगी शेर्पितामला रङ्गिसा काङलाप मुथुवा त्यहाँनिर शेर्पिताम त्यो चुक्या गिबे अरू छाल्नी हिसेना लौरा राङा लाम्नी रङ्गी आमाती बेला लाम्नी जोको अरू त्यति ताता पुति बेला यति हानु स्या भएला। यो दवा शेर्पा हल उहाँले स्पोन्सर गर्नुभएको होला सायद। यो धरानको महायान देशिन छुलिङ गुम्बाको हल हो र यसमा यहाँको टिमले हामीलाई यसरी यस्तो यस्तो हाम्रो छ भनेर चाहिँ उहाँलाई देखाउन हामीलाई ल्याउनु भयो। अनि हामी यहाँ आएको छौँ, यहाँको सपक्षसँग भेट भयो। हस्, खासमा हामी आफ्नो तीर्थयात्राको क्रममा हामी जाँदै थियौँ र यहाँ हाम्रो सपन तामाङज्यू जो धरान निवासी हुनुहुन्छ उहाँले हामीलाई बस्ने खाने सबै बन्दोबस्त गरिदिनु भएको थियो। र आज यो आइतबारको दिन यो तारिक आज सायदै 23 तारिक हुनुपर्छ, 23 तारिक नोभेम्बरमा चाहिँ हामी यहाँ यस घुम्न आएका छौँ र एउटा घुम्ने अवसर पायो। हाम्रो शेर्पा जातिहरू लगभग 25,000 या 2500 छ भन्ने यहाँबाट जानकारी पायौँ धरानमा। र यस्तो ठुलो प्रपर्टी यहाँहरूले जम्मा गरेर राख्नु भएको रहेछ र हामीलाई अति गर्व लाग्यो। धरानका हाम्रा सपन दाई जसले हामीलाई यहाँ गुम्पामा परिचय गर्न ल्याउनु भयो र यहाँ हाम्रो इच्छेकला पचाजु उहाँहरूको एकदम घनिष्ठ मित्रता भएको कारणले गर्दाखेरि यहाँहरूसँग भेट गर्ने हाम्रो अवसर हो। अनि यसरी नै यहाँ गुम्पाको सम्पूर्ण जिन्दाहरू हाम्रो शेर्पा जातिहरू हुनुहुँदो रहेछ, यहाँहरूसँग भेट्ने परिचय आदान प्रदान गर्ने मौका पायौँ। यसपालिको हाम्रो तीर्थयात्रा पूर्ण भएको जस्तो महसुस गऱ्यौँ र यहाँहरूले जुन प्रकारले हामीलाई यस गुम्बामा स्वागत जनाउनु भयो त्यसको लागि हामी पूर्ण कृतज्ञता प्रकट गर्न चाहन्छौँ। अघिको भिन्नै हो।
यो भन्छ धरान हिमालयन महायान देशन छोलिङ गुम्बाको यो हल रहेछ। यहाँ चाहिँ पार्टीहरू भयो, यो मिटिङहरू भयो, अनि यहाँ सुख दुःखको कार्यहरू सबै गर्ने यति राम्रो पाराले यो बनाउनु भएको रहेछ यहाँको समाजले। र यसको लागि धरानका सम्पूर्णलाई एकदमै हामी आन्तरिक हृदयबाट खुसी प्रकट गर्न चाहन्छौँ। यहाँहरूको प्रगति नै हाम्रो प्रगति हो। र यस्तो ठाउँमा है जहाँ शेर्पा बाहुल्य छैन त्यस्तो ठाउँमा पनि यहाँहरूले यस्तो सम्पत्तिहरूको जडान गरेर बस्नु भएको रहेछ। यति खुसी लाग्यो। यहाँसँग फेरि भविष्यमा भेट्ने पनि हामीले कामना राख्दै तीर्थयात्रा थियो। तीर्थयात्रा क्रममा यहाँहरूसँग भेट्ने अवसर पायो, फेरि पनि भेट्ने कामना राख्दै हामी फर्किँदैछौँ सिक्किमतर्फ। चित्रे कति बज्यो? 9:19 सन्डे 23 नोभेम्बर नेपालबाट आइपुग्नु भयो। अब चाहिँ हामी एकदम चित्रेमा लास्ट मोमेन्ट। मजा आयो आमा सरसँग जानु बेसी यो पालि क्लोज मजा आयो। म त तपाईसँग हात मिलाउँदिन मिलाउनुपर्छ। मजाको कथाले भोलि यति बेलातिर हाँस्दै गुरुआमा ओके एकदम थ्याङ्क यू सो मच। थ्याङ्क नेपाल, थ्याङ्क इन्डिया। हुन्छ हामीलाई खिसी गर्दैछ, हामी त रुँदै रहेछ भने त रुँदो छैन। बाई बाई हुन्छ बाई बाई अगाडि धन्यवाद छ ल।